हे बडी व्हाट्स अप एन्ड के छ खबर आरामै हुनुहुन्छ मलाई पनि आरामै छ स्पेशली आजको यो भिडियो बनाउनुको मेन रिजन भनेको के हो भन्दाखेरि मेरो दिदीले पहिलेदेखि नै धेरैचोटि भनिसक्नु भएको थियो के पोखरी कटेज घुम्न जाम 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 भन्दा हैन अब त्यही हो कारणवश दिदीको टाइम भएको बेलामा मेरो टाइम हुन्थेन अनि मेरो टाइम भएको बेला दिदीको टाइम हुन्थेन हैन जसो तसो गरी आज दिदीले जसरी पनि जे भए पनि काम छोडेर भए पनि आज घुम्न जाम भनेर बिहान नै कल गर्नु भएको थियो हैन त्यही भएर ठिकै छ नि त आज घुमाएर ल्याइदिम भनेर दिदीलाई त्यहाँ पोखरी कटेज लैजानु पर्ने हो अहिले म चाहिँ रेडी भइसके हैन उता बाइक पनि रेडी छ अब चाहिँ दिदीहरु गएर दिदीहरु र भान्जीलाई लगेर उता घुमाएर ल्याउनु पर्ने हो ल अहिले चाहिँ म गएको है त गाइज ल फाइनल गाइज जस्ट भर्खर मात्र म दिदीको घरमा पुगे हैन उ भान्जी चाहिँ यहाँ रेडी भएर बसिरहेको मम्मी कहाँ हुनुहुन्छ भित्र हुनुहुन्छ ए अनि यहाँ न अस्तिको इक्जाममा तिमी के भएको अरे सेकेन्ड भएको अनि तिमीले त अस्ति फर्स्ट आउँछु भन्थ्यौ त अनि स्योर आउँछौ नि ल योचोटि सेकेन्ड आए पनि राम्रो होइन ल राम्रोसँग मेहनत गर्नु है यस्तै गरेर मेहनत गर्ने अनि अर्कोचोटि चाहिँ स्योर आउँछौ नि फर्स्ट अब सेकेन्ड आए पनि ठिकै हो राम्रै हो तर फर्स्ट आएपछि झन् राम्रो हो कि नै अर्कोचोटि चाहिँ फर्स्ट आउने है अनि मम्मी रेडी हुनुभयो कि नै के लुगा लगाउँदै हुनुहुन्छ छिटो रेडी हुन भनेर भनौँ मम्मीले र भर्खर पुगेको भान्जी चाहिँ रेडी भएको रहेछ र दिदी चाहिँ रेडी हुँदै हुनुहुन्छ है अब दिदीलाई त आफ्नो घरतिरमा हेर्नु यस्तो जता फुल लगाएर पुरा खतरा बनाउनु भएको छ क्या भोगाल छ भिडियो बनाउने जस्तो छ क्या पुरा हेर्नु जता पुरै फुलहरू छन् हेर्नु थियो फाइनल गाइज दिदी पनि रेडी भएर आइसक्नु भएको छ होइन हाम्रो भान्जी अनि उता चाहिँ दिदी रेडी भएर आइसक्नु भयो अब चाहिँ हामी जान लाग्यो है अब सिधा पोखरी कटेज गएर त्यहीँ क्यामेरा अन गर्नु पर्ला अहिले चाहिँ हामी गएको ल गाइज फाइनल गाइज जस्ट भर्खर मात्र हामी यहाँ पोखरी कटेजमा पुग्यो है उहाँ दिदी मान्छे छ होइन अब त्यहाँ अगाडि गएर टिकट काट्नु पऱ्यो अब दिदीहरूलाई कति टाइमसम्म घुम्नुहुन्छ होइन त्यसपछि घर छिटो गर्नु लास्टै गर्नु छ ल गाइज दुईवटा दिदीको मेरो टिकट चाहिन्छ भित्र जानु पऱ्यो होइन जानु पऱ्यो लगायत आउन त धेरैचोटि आयो कतिचोटि आयो अनकाउन्टेबल छ त्यही पनि आज दिदीसँग फर्स्ट टाइम आएको होइन त्यही पनि एकचोटि भिडियो बनाइदिउँ जतिचोटि आयो भने अब आयो चाहिँ हल्का भिडियोको लागि पनि बनाइहाल्नु पऱ्यो होइन हो कि नै मान्छु हो कि नै भन हो कि नै भने जोडले हो भन्नुपर्छ क्या कस्तो लागिरहेको छ तिमीलाई कस्तो लागिरहेको यो राम्रो छ अनि दिदीलाई कस्तो लागिरहेको हो अहिले फेरि गर्नु जाँदैछ क्या लास्ट डढाइदिएला कहीँ घामले झन् कालो मान्छ कालो बनाइदिएर ठिकै छ भित्र पोखरी कटेज घुमिसकेर भ्याइसकेको छ हल्का आइसक्रिम खान लाग्यो है अब आइसक्रिम भ्याएपछि अब चाहिँ घर फर्किनु पर्ला लास्टै गर्नु छ ल फाइनल गाइज होइन पोखरी कटेज घुमिसकेर भ्याइसकेको हल्का त्यहाँ अगाडि गएर आइसक्रिम खायो होइन आइसक्रिम खाएर भ्याइसकेपछि अब चाहिँ हामी घर फर्किनु लाग्यो दिदीहरू चाहिँ अगाडि हुनुहुन्छ अब म चाहिँ यहाँ बाइक निकाल्न आएको ल अब चाहिँ हामी जानुपर्छ लास्टै गर्नु छ त्यही भएर निस्किनु लाग्यो है गाइज अब फाइनल गाइज होइन हामी यहाँ चाउमिन खाएर नास्ता गर्नु पऱ्यो ल फाइनल गाइज जस्ट भर्खर मात्र म दिदीको घरमा पुग्यौँ होइन हामी उता दिदीहरू शरीर लास्ट दुख्यो भएर बाइकमा बसेर होइन अब आफ्नो पनि अब पानी अब के दुख्नु आफ्नो यस्तै हो अब चाहिँ घर फर्किनुपर्छ उहाँको शरीर दुख्यो भने लास्ट छैन के एनर्जी केही छैन केही पनि अब म चाहिँ घर फर्किन्छु है लास्टै ढिलो अब यस्तै एन्ड किप वाचिङ माई भिडियो गाइज एन्ड हेभ अ नाइस डे थ्याङ्क यू ओके बाई